अब हामी खाजा भन्ने कि खाना भन्ने कि रोटी भन्ने पश्चिम सुदूरपश्चिमको तरिकाले हाले रोटी फेरि हुम्लाको तरिकाले होइन खान लाग्छौँ तीव्र गतिमा। फेरि यो मिठो भन्ने हो भने एक नम्बर हो चिसाले। अरू त मिठो के हुन्थ्यो चिसाले। यो खुर्सानी यहाँकै हो। मिठो गीतको धुनसँगै यो चाहिँ सम्झनाको लागि मात्रै अन्टीको खुर्सानी। थकाइ लागे पनि हामी रमाइलो गर्दैछौँ। थकाइ पनि छ, बाटो बिर्स्यौँ, दुःख पनि भयो अलिअलि। जस गन्तव्यमा पुग्यौँ भने पनि भयो। अब कति एक्लै बसेर एकमुष्ट दिमाग खराब गर्नु। वर्षको पहिलो दिन नै दिमाग फ्रेस, पुरै हिउँको वातावरणमा पक्का फ्रेस मौसमसहित पञ्चमुखी हिमालको छेउमा छौँ अहिले। अबको केही मिनटमा रोटी खाइसकेपछि हामी पञ्चमुखी दिन्छौँ। पुरै म्युजिककै धुनमा अहिलेसम्म पुगेका छौँ। ब्याट्रीले साथ दिएसम्म क्यामेरा मोबाइलकै युज गरे पनि क्यामेरा पनि छ। क्यामेरा धेरै चलाउन जानेलाई पनि अलिक गाह्रो भएको छ। अचार हो यो अचार, बाँकी अन्टीको रहस्य यसको छ। हामी अब सादा जीवन उच्च विचारका मान्छे, खानेकुरा खासै रोटी मात्रै हो हुन त। त्यही पनि एउटा स्प्राइट ल्यायौँ, मकै ल्याएको छ भुटेर। मकै छ, आलु, रोटी, अचार, यति नै हुनेछ हाम्रो खानपिनमा चाहिँ। बेस क्याम्पमा छौँ अहिले, पञ्चमुखी हिमालको बेस क्याम्प। हामी 3-4 घन्टा यहाँ बिताएर पुनः आफ्नो वासस्थानतिर, टेम्पोररी वासस्थानतिर लाग्नेछौँ। गाइस अलिकति मकै खायौँ, चिसो खाना बाँकी छ, रोटी खान्छौँ। केही समयमा दिउँसो चाहिँ यो पानी यहाँ त्यही हो, हिउँ पानीले हात धोयौँ। अहिले पानी प्यास लाग्यो भने हिउँ खाने हो कि चिसो खाने हो। बाँकी समयमा चाहिँ त्यही हो, हावा खाने हो। पञ्चमुखीको हावा, पञ्चमुखीमा मस्त हावा चलिरहेछ। अक्सिजन अलिकति कम भएकोले टाउको मन्द टाउको दुखिरहेको छ। हिँड्न पनि खासै सकेको छैन, अक्सिजन कम भएकोले। खान चाहिँ सकेका छौँ फेरि हामीले। खाना त जे पनि पस्किहाल्छ। फेरि क्यामेराम्यान पनि नभएको अवस्था। साथी नामको 2 जना, एक
महिना अगाडिदेखि साथी खोज्दा पनि नभेटाएको हामीले खास अवस्था यस्तै हो यस्तै छ सानो म्युजिक साउन्डको व्यवस्था सहित पञ्चमुखी जाने निर्णय 2081 चैत्र 31 गते निर्णय गरियो। आज 2082 1 गते वैशाख पञ्चमुखी पुगेर रोटी खाँदैछौँ। पञ्चमुखीबाट हेप्का हेर्नलाई अझै हामी यात्रा थप गर्नेछौँ। हेप्का गाउँ हेरेर बल्ल फर्किनेछौँ। रोटी के गर्नु यसै छ। अगाइएको अवस्था गाइजहरू अरू पनि छ हामीसँग खानाको लागि। त्यो बिस्तारै बिस्तारै प्रत्येक भिडियो आउँदैछ। सब भिडियो फेरि युट्युब च्यानलमा आउने के छ टेक्नोलोजी नेपाल के6 टेक्नोलोजी नेपालमा। आलु सिन्कोटो हो मान्छे सुत्नुसँग हो। यो रोटी बनाउने पिठो चाहिँ नेपालको जुद्धको रोटी बनाउने मान्छे अछामी हुँ, खाने मान्छे बजाइ र अछामी छौँ। खाने ठाउँ चाहिँ पञ्चमुखी हो, बनाएर देखाएको चाहिँ सिन्कोट हो। खुर्सानी पनि नेपालगञ्जै खाएर जस्तो लाग्छ है, यो ठ्याक्कै थाहा भएन। हामी नाच्नु मन पनि लागिसकेको छ तर खाँदा खाँदै ननाचौँ भनेर स्थिर छ। गाई पञ्चमुखी हुन खाने ल्याउन तयार छ हामीहरू। हामी फेरि धेरै अर्को भनेको मान्ने मान्छे भएर अहिले पञ्चमुखीमा चिसो छ नजानुहोस् नजानुहोस् भन्दा भन्दै हिँडेको, तर चिसो भन्ने कुरा सिन्कोटको भन्दा पनि तातो छ है।